Hello everyone. Okay, आज हामी एउटा नयाँ टपिकको बारेमा डिस्कस गर्छौं जुन टपिकको नाम हो OSI मोडल जुन हामीले चाहिँ कम्प्युटर ब्याकग्राउन्डको स्टुडेन्टहरुले सुनिराख्नु भएको टपिक हो र नेटवर्कले कसरी काम गर्छ हामीले पठाएको डाटाहरु चाहिँ थ्रु आउट नेटवर्क जाँदाखेरि चाहिँ कसरी सेन्डरले पठाएको डाटा रिसिभरले मिली सेकेन्ड भित्रमा कसरी रिसिभ गरिरहेको हुन्छ त्यो इन्टायर कुराहरु चाहिँ हामी डिस्कस गर्छौं र आईटी ब्याकग्राउन्डको स्टुडेन्टहरुलाई चाहिँ OSI को बारेमा जस्ट त्यो थ्योरेटिकल मात्र नभइकन हामीले चाहिँ विथ सिनारियो कसरी काम गर्छ भन्ने कुराले चाहिँ म त्यो टपिकहरु चाहिँ कभर गर्न ट्राई गर्छु जुनमा चाहिँ OSI लेयरको बारेमा इच लेयरको फंक्सन आउने भयो त्यसपछि लेयरको इन्क्याप्सुलेसन डिक्याप्सुलेसनको पार्ट आउने भयो जस्तै सेन्डरले सेन्ड गर्ने बेलामा के कुराहरु एड गर्दै जान्छ रिसिभरले रिसिभ गर्ने बेलामा के कुराहरु गर्छ त्यो कुराहरु टपिक कभर गर्छौं अनि त्यसैगरी प्रोटोकलको बारेमा सर्भिसेसको बारेमा अनि एड्रेसिङको बारेमा कभर गर्ने ट्राई गर्छौं जुन चाहिँ OSI लेयरमा जुन पार्टहरु पर्छ अब हामीले बुझेको नेटवर्किङ भन्ने टपिक जति पनि भास्ट टपिक छ यो सबै 7 वटा लेयर भित्रको पार्टहरु जे टपिकहरु सुन्छौं हामीले जे कुराहरु सुन्छौं सबै के हुन्छ भन्दाखेरि यो 7 वटा लेयर भित्र परेको हुन्छ के यो चाहिँ CCNA को मेन टार्गेट स्टुडेन्ट भनेको CCNA को लागि स्टुडेन्ट हो र नन CCNA इन्ट्रेस्टेड नहुनु भएको स्टुडेन्टहरु पनि नर्मल आईटी स्टुडेन्टहरुले पनि बुझ्नु पर्ने टपिक हो यो चाहिँ एक्जामको पोइन्ट अफ भ्यूमा चाहिँ यो भिडियो हेर्नुभयो भने चाहिँ तपाईहरुलाई जस आइडिया हुन्छ एउटा राम्रो आइडिया हुन्छ एक्जामको पोइन्ट अफ भ्यूबाट पनि सो स्टार्ट गरौँ है त जस्तै म एकदम बेसिक चाहिँ सिनारियोबाट जाने ट्राई गर्छु जुनले चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुलाई अन्डरस्ट्यान्डिङको लागि चाहिँ एकदम इजी हुन्छ है त जस्तै सेन्डर एउटा युजर भयो है राम भन्ने सेन्डर भयो रामले के गरेछ स्यामलाई के मेसेज पठायो लेट्स मेसेज के एउटा मेसेज पठायो नेटवर्क थ्रु मेसेज पठायो अब नेटवर्क थ्रुबाट मेसेज पठाउँदाखेरि यो प्रत्येक लेयरले के काम गर्छ भन्ने कुरा चाहिँ हामी डिस्कस गर्छौं है त जस्तै रामले मानौ मेसेज गर्यो एउटा कुनै एप्लिकेसनबाट अथवा मेलै गर्यो भनौं मेल गर्यो हेलो भनेर मेसेज पठायो भनेको एप्लिकेसन लेयरको काम के भन्दाखेरि युजर इन्टरफेस हामीले मेसेन्जर चलाउँछौं फेसबुक चलाउँछौं ब्राउजरहरु युज गर्छौं जति पनि एप्लिकेसन इमेलहरु युज गर्छौं त्यो भनेको के भन्दाखेरि युजर इन्टरफेस भनेको युजरसँग इन्टरेक्ट हुने चाहिँ प्लेटफर्म हो त्यो चाहिँ केमा पर्ने भयो भन्दाखेरि एप्लिकेसन लेयरमा पर्ने भयो जस्तै मैले मेलमा चाहिँ हेलो भनेर मेसेज गरे भने त्यो केमा पर्यो भन्दाखेरि त्यो चाहिँ एप्लिकेसन लेयरमा पर्यो है हेलो भनेर मेसेज गरे मैले यसको फंक्सन के रहेछ त भन्दाखेरि युजर इन्टरफेस है त अनि त्यसपछि जहिले पनि के हुन्छ भन्दाखेरि सेन्डरले पठाएको डाटा पहिला एप्लिकेसन लेयर हुन्छ त्यसपछि प्रेजेन्टेसन लेयर अनि सेसन ट्रान्सपोर्ट त्यसरी हुँदै नेटवर्क हुँदै डाटा लिंक लेयर हुँदै फिजिकल लेयरमा आउँछ जस्तै एप्लिकेसन लेयरबाट कहिल्यै पनि एकैचोटी सेसन लेयरमा जाँदैन अर्थात एप्लिकेसन लेयरबाट कहिल्यै पनि ट्रान्सपोर्ट लेयरमा जाँदैन वन बाइ वन हुनै पर्यो एप्लिकेसन पछि प्रेजेन्टेसन हुन्छ प्रेजेन्टेसन काम के छ त्यो काम हुन्छ त्यसपछि सेसन आउँछ सेसनमा के हुन पर्ने हो त्यो पछि ट्रान्सपोर्ट आउँछ यसरी चाहिँ के हुन्छ त भन्दाखेरि इच लेयरको काम चाहिँ यहाँ वन बाइ वन हुँदै जान्छ हैन अब हेलो भनेर एप्लिकेसन लेयरमा चाहिँ राम भन्ने युजरले स्याम भन्ने युजरलाई के मेसेज पठाउँदैछ भने हेलो भन्ने चाहिँ मेसेज उले गर्यो कुनै एउटा प्लेटफर्मबाट एप्लिकेसन लेयरमा चाहिँ कुन प्लेटफर्म हुन्छ युजरले कुन प्लेटफर्म युज गरेछ त्यो प्लेटफर्म चाहिँ के भयो भन्दा एप्लिकेसन लेयरमा पर्यो एप्लिकेसन लेयरको काम के भन्दाखेरि युजरले चाहिँ देख्ने अथवा युजरले जान्ने युजरले बुझ्न सक्ने लेयर भनेको चाहिँ एप्लिकेसन लेयर हो है त्यसैगरी एप्लिकेसन लेयरबाट कहाँ आउने भयो भन्दाखेरि प्रेजेन्टेसन लेयरमा आउने भयो प्रेजेन्टेसन लेयरको काम के हुन्छ भन्दाखेरि हामीले कतै बुकतिर पढ्दाखेरि अथवा चाहिँ गुगलमा कतै हेर्यौं भने प्रेजेन्टेसन लेयरको मेन काम भनेको दुईटा हुन्छ एउटा भनेको चाहिँ डाटा इन्क्रिप्सन गर्ने म यहाँ फंक्सन पनि लेख्दै आउँछु है त फंक्सन र अर्को साथसाथै PDU भनेर लेख्छु म PDU भनेको चाहिँ प्रोटोकल डाटा युनिट कुन चाहिँ लेयरको डाटालाई
के भनेर नाम डिफाइन गरिन्छ त्यसलाई चाहिँ PDU भनिन्छ। यसमा चाहिँ डाटा यसमा बक्स पनि बनाऊ। फर्स्ट को फंक्शन के रहेछ भन्दाखेरिमा युजर इन्टरफेस। ल यसको PDU भनेको के भन्दाखेरि डाटा नै हो। नेटवर्किङमा के पनि भनिन्छ भन्दाखेरि यति लेयर जस्तै यहाँ ड्रा गर्ने यति लेयरलाई भनिन्छ अप्पर लेयर, अनि यसलाई भनिन्छ ट्रान्सपोर्ट लेयरलाई भनिन्छ मिड लेयर। अब कसैले हट लेयर पनि भनिन्छ, मिडल लेयर पनि भनिन्छ। अनि त्यसपछि नेटवर्कदेखि फिजिकलसम्मकोलाई चाहिँ भनिन्छ लोअर लेयर। अब प्रेजेन्टेसन लेयरको काम के भन्दाखेरिमा डाटा इन्क्रिप्सन गर्ने। इन्क्रिप्सन भनेको जस्तै कुनै एउटा सेन्डरले पठाएको डाटा चाहिँ ओरिजिनल डाटा हेलो भनेर डाटा पठायो भने रिसिभरले चाहिँ के बुझ्ने भयो भन्दाखेरि त्यो बुझ्न चाहिँ रिसिभरले अथेन्टिक रिसिभर छ भने चाहिँ हेलो नै भनेर बुझ्ने भयो। तर बीचमा कुनै पनि एउटा थर्ड पार्टी आयो भने चाहिँ उसले बुझ्दैन। किन बुझ्दैन भन्दाखेरि हेलो भन्ने डाटालाई चाहिँ अल्गोरिदम लगाएर के गरिन्छ भन्दाखेरि इन्क्रिप्ट गरिन्छ डाटालाई। जस्तै हेलो भन्ने डाटालाई चाहिँ मैले कुनै एउटा कोड युज गरेर कुनै थर्ड पार्टी युजरले चाहिँ नबुझ्ने हिसाबले चाहिँ के गर्छु भन्दाखेरि कुनै एउटा कोडबाट जेनेरेट गरेर एउटा टेक्स्ट जेनेरेट गर्छु मैले, जुन कुरा चाहिँ थर्ड पार्टी जुन अथेन्टिक युजर बाहेक अरू युजरले नबुझ्ने गरी चाहिँ मैले के गर्छु डाटालाई चाहिँ इन्क्रिप्ट गर्छु। इन्क्रिप्ट भनेको ओरिजिनल डाटालाई चाहिँ कुनै पनि अरू अथेन्टिक बाहेक चाहिँ अरू युजरले नबुझ्ने हिसाबले के गर्ने भन्दाखेरि त्यसलाई चाहिँ कन्भर्ट गर्ने, अरू टेक्स्टमा कन्भर्ट गर्ने, जुनमा चाहिँ न्युमेरिक भ्यालु एड गर्न सक्छु मैले, अप्पर लेयर लोअर लेयर हैन जे पनि युज गर्न सक्छु। त्यो चाहिँ अल्गोरिदमको अनुसार हुन जान्छ त्यो चाहिँ। अब जस्तै मैले हेलो भन्ने एप्लिकेसन लेयरबाट हेलो भन्ने डाटा चाहिँ पठाएँ भने प्रेजेन्टेसन लेयरले के गरिदिनु भयो यसलाई भन्दाखेरि इन्क्रिप्ट गरिदिनु भयो। भनेको हेलो भन्ने डाटा ओरिजिनल डाटालाई चाहिँ नबुझ्ने हिसाबले अरू टेक्स्टमा चाहिँ कन्भर्ट गरिदिनु भयो। जस्तै यहाँनिर हेलो भन्नेलाई 1 2 3 4 5 6 7 6 ABCD ल यो बनाए भनेको के रहेछ त एउटा फंक्सन डाटा इन्क्रिप्सन। अब अर्को काम के हो प्रेजेन्टेसन लेयरको भन्दाखेरिमा डाटा कम्प्रेसन। कम्प्रेसन भनेको ठुलो डाटालाई चाहिँ के गर्ने भन्दाखेरि सानो बनाउनु। जस्तै हामीले विन्डोजहरुमा जिप गर्ने भन्छौं नि, जिप गर्ने भनेको के भन्दाखेरि जस्तै कति जीबीको डाटालाई चाहिँ हामीले जिप गरेर कम्प्रेस गरेर चाहिँ के गर्छौं सर्टेन एमबी मा कन्भर्ट गर्छौं नि, ओ त्यही हो कम्प्रेसन भनेको चाहिँ। अब यसलाई मैले कम्प्रेस गरेर 1 2 3 4 5 6 ABCD भन्ने डाटा हेलोबाट इन्क्रिप्ट भएर 1 2 3 4 5 6 ABCD भयो हैन। अब यसलाई मैले के गर्छु कम्प्रेस गरेर के गर्छु त सानो डाटा बनाउँछु। जस्तै 1 2 AB भन्ने डाटा बनाएर यसलाई कम्प्रेस गरेर भनेको डाटा के रहेछ डाटा कम्प्रेसन। अब सेसन लेयरमा आउनु पर्यो। प्रेजेन्टेसन लेयरको काम भयो। एप्लिकेसन लेयरले डाटा पठायो,
त्यो डाटा चाहिँ प्रेजेन्टेसन लेयरले इन्क्रिप्ट गर्यो, त्यसपछि त्यसलाई कम्प्रेस पनि गर्यो र अब केमा जान्छ भन्दाखेरि सेसन लेयरमा जान्छ। ओके, अब सेसन लेयरको काम चाहिँ के हुन्छ भन्दा सेसन लेयरको काम चाहिँ दुईटा युजर बीच अर्थात् सेन्डर र रिसिभर बीच सेसन इस्टाब्लिस गर्ने, कम्युनिकेसन गर्नको लागि चाहिँ हाम्रो सेसन अनिवार्य जरुरी छ हैन। त्यो भएर चाहिँ सेसन इस्टाब्लिस गर्ने काम चाहिँ सेसन लेयरको। जस्तै अब यसमा चाहिँ हामीले कतै बुकतिर पढ्दाखेरि डायलग कन्ट्रोल भनेर भनिन्छ। सेसन लेयरको काम डायलग कन्ट्रोल, मेनली डायलग कन्ट्रोल भनेर भनिन्छ। डायलग कन्ट्रोल भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि मोड अफ कम्युनिकेसन के, जस्तै हाफ डुप्लेक्स, फुल डुप्लेक्स, सिम्प्लेक्स मोड अफ कम्युनिकेसनमा चाहिँ फुल डुप्लेक्स भनेको दुईटै युजरले र सेन्डरले एकैचोटी सेन्डर र रिसिभरले एकैचोटी बोल्न मिल्ने हैन, दुईटै सेन्डर पनि हुन सक्ने, दुईटै रिसिभर पनि हुन सक्ने। जस्तै फोन कलहरु भयो, हामीले एकैचोटी एकैचोटी फोनमा बोल्न पनि सक्छौं र एकैचोटी रिसिभ पनि गर्न सक्छौं। जस्तै अनि त्यो चाहिँ फुल डुप्लेक्स भने। हाफ डुप्लेक्स भनेको चाहिँ वाकी टकी भयो, जस्तै एउटाले एकचोटीमा बोल्छ, त्यसपछि फेरि अर्कोले के गर्छ, अर्कोचोटी बोल्छ। एकैचोटी बोल्दैन, किनकि के हुन्छ भन्दाखेरि त्यहाँनिर सेम च्यानलमा चाहिँ भोइस ट्रान्सफर भइरहेको हुन्छ। सेम च्यानलमा भोइस ट्रान्सफर हुने टाइममा चाहिँ के हुन्छ भन्दा कोलिजन हुन्छ त्यहाँनिर। त्यही भएर कहिले पनि हामीले वाकी टकीमा कोही मान्छेहरु बोलेको देख्यौं भने उनीहरुको एउटा कोड हुन्छ, त्यो कोड युज गर्छ, स्टार्ट गर्छ कम्युनिकेट अथवा मेसेज सेन्ड गर्न स्टार्ट गर्छ। अनि त्यो कोड भनेर के गर्छ उनीहरुले, उसको चाहिँ इन्फर्मेसन सकियो भनेर डिफाइन गर्छ कि त्यो कोडले चाहिँ। त्यही भएर कहिले पनि वाकी टकीमा दुई जनाले एकैचोटी बोल्यो भने त्यो भोइस नै बुझिदैन, किन भन्दाखेरि च्यानल सेम हुन्छ। च्यानल सेम भएको भएर भोइस ट्रान्सफर हुने बेलामा कोलिजन हुन जान्छ। अर्को त्यो चाहिँ हाफ डुप्लेक्स भयो। अनि सिम्प्लेक्स मोड भनेको चाहिँ सधैँ एउटा सेन्डर भइरहने, अर्को रिसिभर भइरहने। जस्तै हामीले टेलिभिजन रेडियोहरुमा सुनिन्छ नि, सधैँ एउटाले सेन्डरले उताबाट चाहिँ ब्रोडकास्ट गरिरहेको हुन्छ, स्टेशनबाट ब्रोडकास्ट गरिरहेको हुन्छ, हामीले चाहिँ के गर्छौं सधैँ रिसिभ मात्र गरिरहेको हुन्छ, हामीले कहिले पनि मेसेज सेन्ड गर्न मिल्दैन। त्यो भनेको चाहिँ सिम्प्लेक्स मोड भयो। सेसन लेयरको काम त्यो हो। अनि कनेक्सन इस्टाब्लिस गर्ने, जस्तै सेन्डरले पठाएको राम भन्ने युजरले पठाएको डाटा चाहिँ हेलो भन्ने डाटा पठायो, प्रेजेन्टेसन लेयरमा चाहिँ यो डाटा इन्क्रिप्ट भयो। अब यहाँ सेसन लेयरमा गएर चाहिँ कनेक्सन इस्टाब्लिस पनि है त। यहाँसम्म यसलाई पनि पीडीएफ के भनिन्छ, डाटा नै भनिन्छ प्रेजेन्टेसन लेयरको लागि। अब यहाँनिर के हुन्छ, डाटा चाहिँ के हो, सेम नै छ डाटा। अहिले डाटा के भएको छ, 1 to AB। हेलो भन्ने ओरिजिनल डाटा थियो, त्यो प्रेजेन्टेसन लेयरमा इन्क्रिप्ट भयो, त्यसपछि प्रेजेन्टेसन लेयरमै कम्प्रेस भयो, त्यसपछि सेसन लेयरमा आयो। अब सेसन लेयरको फंक्सन के छ त, डायलग कन्ट्रोल। मेन काम डायलग कन्ट्रोल। पीडीयू के छ, डाटा नै हो। अब माथिको अप्पर लेयरको जति पनि लेयर छन् त्यसको सबै पीडीयू को डाटा चाहिँ सबै लेयरको पीडीयू चाहिँ के हुन्छ त, डाटा नै हुन्छ। अब ट्रान्सपोर्ट लेयरमा आउँछ। ट्रान्सपोर्ट लेयर चाहिँ एकदम इम्पोर्टेन्ट टपिक छ। ट्रान्सपोर्ट लेयर मात्रै गफ गर्दाखेरि पनि 2-3 घण्टा लाग्न सक्छ। त्यही भएर हामी चाहिँ यसमा अलिकति सर्टकट गर्ने ट्राई गरौँ। सेसन लेयरबाट ट्रान्सपोर्ट लेयरमा पठाए डाटा। अब ट्रान्सपोर्ट लेयरको काम के हुन्छ त भन्दाखेरिमा डाटालाई सेगमेन्ट गर्ने भनेको टुक्र्याउने। ट्रान्सपोर्ट लेयरको मेन काम के हो भन्दाखेरि डाटालाई टुक्र्याउने, डाटालाई टुक्र्याउने। जस्तै 1 to AB भन्ने डाटा छ, यो डाटालाई टुक्राइदिउँ है त। 1 to अर्को AB। अब हामीले ट्रान्सपोर्ट लेयरको अब यहाँनिर प्रोटोकल हुन्छ, दुईटा मेन प्रोटोकल चाहिँ ट्रान्सपोर्ट लेयरमा युज हुने प्रोटोकल भनेको चाहिँ TCP र UDP। पहिला यसको फंक्सन लेखिहालौँ। डाटा सेगमेन्ट। अनि यसले के गर्छ अर्को भन्दाखेरि प्रोटोकल डिफाइन गर्छ यहाँनिर। जस्तै हाम्रो कनेक्सनको टाइप कस्तो हो, TCP वाला कनेक्सन हो कि UDP वाला कनेक्सन हो कि। अब TCP र UDP को फेरि अर्को छुट्टै पार्ट छ, त्यसको बारेमा चाहिँ म नयाँ भिडियो रेकर्ड गरेर चाहिँ पब्लिश गरिदिन्छु। यसमा पोर्ट नम्बरको कुरा आउँछ। UDP र TCP भन्ने बित्तिकै पोर्ट नम्बर भन्ने कुरा जान्नु पर्यो हामीले। त्यो पोर्ट नम्बर अब जस्तै हामीले सेन्डरले पठाएको पोर्ट नम्बर कति, रिसिभरले कुन पोर्ट नम्बरमा रिसिभ गर्दैछ,
त्यो कुरा चाहिँ के गर्छौँ भन्दाखेरि हामी टिसिपी युडिपीमा चाहिँ एकदम डिटेलली जान्छौँ। त्यसमा चाहिँ त्यो क्लास नै त्यो सेसन नै अलिकति लामो हुन जान सक्छ। त्यो भएर चाहिँ यसमा ओएसआई लेयर आफैमा लामो हो, त्यहीमाथि फेरि त्यो पनि कभर गर्न जाँदाखेरि झनै लामो हुनसक्छ। टिसिपी को बारेमा चाहिँ म छुट्टै एउटा नयाँ भिडियो रेकर्ड गरेर अनि पब्लिस गर्छु है त। ट्रान्सपोर्ट लेयरको काम चाहिँ डाटा सेगमेन्ट भयो। अनि अर्को के गर्छ त यसले भन्दाखेरिमा सेन्डरको र रिसिभरको पोर्ट नम्बर पनि डिफाइन गर्छ। जस्तै कुन चाहिँ युजरले कुन चाहिँ सर्भिस युज गरेर अथवा कुन चाहिँ ब्राउजरबाट चाहिँ सेन्ड गरिरहेको छ, कुन चाहिँ सर्भिसको लागि सेन्ड गर्दैछ भन्ने कुरा त्यो पार्ट अलिकति लामो हुन जान्छ। त्यही भएर अहिले चाहिँ के बुझौँ भन्दाखेरि सेन्डर र रिसिभरको पोर्ट नम्बर पनि डिफाइन गर्छ भन्ने कुरा बुझौँ। सेन्डर र रिसिभरको पोर्ट नम्बर। जस्तै मैले यहाँ यो राम भन्नेले वेब सर्भरमा चाहिँ एक्सेस गर्न खोज्दैछ भने उसको सोर्स पोर्ट नम्बर के हुन जान्छ भन्दाखेरि उसको ब्राउजरबाट एक्सेस गरेको छ, ब्राउजरबाट जेनेरेट हुने एउटा पोर्ट नम्बर हुन जान्छ। त्यसपछि डेस्टिनेसन भनेको चाहिँ डेस्टिनेसन पोर्ट नम्बर भनेको वेब सर्भरको पोर्ट नम्बर कति हुन जान्छ भन्दाखेरि आइदर 80 हुने भयो अथवा 443 हुने भयो। एचटीपीमा राखेको छ भने 80 हुने भयो, एचटीपीएसमा राखेको छ भने 443 हुने भयो। त्यो चाहिँ टिसिपीमा चाहिँ हामी त्यो हेडर फर्मेट सहित ओआरएसआई प्याकेट क्याप्चर गरेर नि डिस्कस गरौँला त्यो चिजलाई। यसमा के बुझौँ भन्दाखेरि सोर्स र डेस्टिनेसनको पोर्ट नम्बर अर्को पार्ट। अर्को प्रोटोकल डिफाइन गर्छ। त्यसपछि अर्को के गर्छ पोर्ट नम्बर। अब टिसिपी सर्भिस युज गर्दैछ कि युडिपी सर्भिस युज गर्दैछ भन्ने कुरा। अब जस्तै अहिले हामीले मेल युज गर्दैछौँ, मेलले के युज गर्छ भन्दाखेरि टिसिपी युज गर्छ। अथवा मैले वेब सर्भर चाहिँ एक्सेस गर्न खोज्दैछु भने वेब सर्भरको लागि कुन प्रोटोकल युज गर्छ टिसिपी युज गर्छ है त। अब यहाँ दुईटैको नअड्न सक्छ, दुईटै डाटाको म एउटा डाटाको चाहिँ बुझाउन ट्राई गर्छु है त। यहाँनिर पोर्ट नम्बर मानौँ कस्तो हुन्छ भन्दाखेरि अलिकति ठुलो बनाउनु पायो भने यहाँनिर ट्रान्सपोर्ट लेयरको डाटा है त। ट्रान्सपोर्ट लेयरको डाटामा सोर्स पोर्ट, त्यसपछि डेस्टिनेसन पोर्ट नम्बर, त्यसपछि के गर्छ डाटा। सोर्स पोर्ट नम्बर मानौँ अब ब्राउजरबाट युज गरेको छैन, ब्राउजरले डिफाइन गर्छ हैन। यहाँनिर सोर्स पोर्ट नम्बर मानौँ 678 छ अरे पोर्ट नम्बर, अनि डेस्टिनेसन पोर्ट नम्बर 789 छ अरे, जति पनि हुन सक्छ है। अब डाटा के हुने भयो, डाटा 12 फ्रेगमेन्ट भएर दुईटा चाहिँ पार्ट बनेको छ। यहाँनिर 1 2 AB चाहिँ दुईटा पार्ट बनेको छ। एउटा पार्टको लागि यो भयो हैन, अर्को पार्टको लागि फेरि अर्को हुँदैछ। यसको पीडीयू भनेको के हो भन्दाखेरि पीडीयू भनेको सेगमेन्ट। अब नर्मली बुकहरुमा चाहिँ सेगमेन्ट मात्र भनेर लेखेको हुन्छ हैन, तर टिसिपी युज गर्दाखेरि सेगमेन्ट, युडीपी युज गर्दाखेरि डाटाग्राम, त्यो चाहिँ बुझ्नु पर्यो है त। म स्ल्याश लेखिदिन्छु।
है। म्याक्सिमम बुकहरुमा चाहिँ के हुन्छ भन्दा सेगमेन्ट मात्र लेखेर राखेको हुन्छ, तर सेगमेन्ट भनेको टीसीपी युज गर्दाखेरि सेगमेन्ट भयो, यूडीपी युज गर्दाखेरि डाटाग्राम भयो है। अब अहिले मेल युज गरिरहेछौं भने के हुने भयो, सेगमेन्ट भयो यसको पीडीएफ, किनकि मेलले के गर्छ, टीसीपी प्रोटोकल युज गर्न जान्छ। दुईटा पार्टमा चाहिँ डिभाइड भयो, सेसन लेयरबाट आएर दुईटा पार्टमा डिभाइड भयो। एउटा पार्टलाई पनि सोर्स पोर्ट र डेस्टिनेसन पोर्ट हाल्नु पर्यो र डाटा भयो। अर्को एबी भन्ने पार्टलाई पनि सिमिलरली यहाँनिर के हुन्छ त, यसरी नै सोर्स पोर्ट हुन जान्छ, सोर्स पोर्ट डेस्टिनेसन पोर्ट सेम हुने भयो, किनकि सोर्स पोर्ट डेस्टिनेसन पोर्ट भनेको कस्तो हो भन्दाखेरि एउटा एड्रेस जस्तो हो के। हामीले मेल पठाउँदाखेरि जस्तै होम एड्रेसहरु कहाँनिर हो, कसैलाई फ्रम र टु गरेर जस्तै इमेलहरु गर्न खोजे हैन कि, अर्को चाहिँ नर्मल मेलहरु गर्छौं नि हामीले, अथवा मेल बक्समा मेलहरु आएको हुन्छ, त्यसमा चाहिँ हामीले एउटा सानो रोडको नेम मात्र मिस्टेक भयो भने पनि त्यो के हुन्छ, त्यो डाटा चाहिँ अन्त्य पुग्छ के। त्यो भएर सोर्स पोर्ट र डेस्टिनेसन पोर्ट चाहिँ एकदम एक्ज्याक्ट सेम हुन जान्छ सबै डाटाको। जस्तै यो अहिले हामीले यो अहिले चाहिँ कम्युनिकेट गर्न खोज्दैछौं, यो चाहिँ हेलो भन्ने चाहिँ मेसेजको, त्यो मेसेजको लागि के हुन जान्छ, सोर्स पोर्ट र डेस्टिनेसन पोर्ट सधैँ सेम। अनि 12 भन्ने डाटालाई यो भयो। अब एबी भन्ने डाटालाई अर्को भन्छ यहाँनिर, एबी दुईटा भयो। अब यो काम भइसकेपछि अब कहाँ जाने भयो, नेटवर्क लेयरमा जाने भयो। अब नेटवर्क लेयरको फेरि छुट्टै काम छ। अब जति पनि यो काम प्रोसेस भएर आएको छ नि, यो तल आउँदाखेरि के हुन जान्छ यहाँनिर भन्दाखेरि नेटवर्क लेयरको लागि यो डाटा भइदिन्छ यहाँनिर। डाटा भइदिन्छ जति पनि यो प्रोसेस भएर आयो नि, यो सबै के हो, नेटवर्क लेयरको लागि डाटा। किनकि हरेक लेयरको आफ्नो आफ्नै फंक्सन हुन्छ, आफ्नो आफ्नो फंक्सन काम गर्नु पर्यो, त्यो भएर माथिको इन्फर्मेसन तल आउँदाखेरि डाटा भयो। अब यसको अगाडिको पार्ट भनेको हेडर, हेडर भयो। हेडर डाटा र फुटर पनि हुन्छ है त। कुनै अब यसलाई के भनिन्छ भन्दाखेरिमा फुटर भयो। यसको फंक्सन के हो, फंक्सन भन्दा नि पहिला यसको पीडीयू को बारेमा गफ गरौँ। पीडीयू भनेको प्याकेट भनिन्छ। हामीले नेटवर्क अब अथवा आईटी को स्टुडेन्ट हो भने नेटवर्कबाट प्याकेट फ्लो भएको भनेर प्याकेट भन्ने वर्ड धेरै सुनिन्छ होला हैन। प्याकेट भनेको चाहिँ नर्मली प्याकेट भनेको नेटवर्क लेयरको ट्राफिक पीडीयू भयो। नर्मली प्याकेट भनेको चाहिँ हामीले मैले पनि युज गर्ने बेला प्याकेटै भनेर युज गर्छु वर्ड के। त्यो नेटवर्कै लेयरको डाटा भन्नु पनि मिल्दैन। प्याकेट भनेको चाहिँ हामीले युज गर्ने प्याकेट भनेको नेटवर्क लेयरको मात्र प्याकेट डाटा हो भन्न मिल्दैन। प्याकेट भनेको चाहिँ ओएसएल लेयरमा चाहिँ नेटवर्क लेयर मात्र भन्ने बुझिन्छ, तर हामीले युज गर्ने त्यो नेटवर्कमा युज गर्ने प्याकेट भनेको चाहिँ इन्टायर इन्फर्मेसन हुनु पर्यो, जुन चाहिँ अहिले हामी फिजिकल लेयरबाट जाँदाखेरि कुरा गर्छौं। त्यो सबै इन्फर्मेसन चाहिँ बिट्समा जाने भयो। तर प्याकेट भनेको चाहिँ एक्चुअल नेटवर्क लेयरको पीडीयूलाई मात्र हो प्याकेट भन्ने। अब यसको काम के हुन्छ त भन्दाखेरि हेडर। अब हेडरले के डिफाइन गर्छ भन्दाखेरि आईपी एड्रेस। आईपी एड्रेस भनेको हाम्रो चाहिँ जस्तै एक्जाम्पललाई हाम्रो घर वरिपरिको ठेगाना हुन्छ नि, त्यो भनेको आईपी एड्रेस। जस्तै यसले चाहिँ के डिफाइन गर्छ, नेटवर्क एड्रेस डिफाइन गर्छ। कुन एरियामा पर्दो रहेछ, कुन सब हबमा पर्दो रहेछ भन्ने कुरा चाहिँ डिफाइन कसले गर्छ, आईपी एड्रेसले गर्छ। अनि आईपी एड्रेसको त्यो नेटवर्कले डिफाइन गर्छ। आईपी एड्रेसबाट दुईटा कुरा निस्किन्छ। एउटा चाहिँ युजरको इन्फर्मेसन, युजर कुन चाहिँ युजर हो अथवा कुन चाहिँ कम्प्युटर हो अथवा कुन चाहिँ रिसिभर हो अथवा कुन चाहिँ मान्छे हो, त्यो कुरा चाहिँ आईपी एड्रेसले डिफाइन गर्ने भयो। अनि
आईपी एड्रेसमा अर्को कुरा पनि के हुन्छ भन्दाखेरि नेटवर्क एड्रेस पनि हुन्छ। नेटवर्क एड्रेस भनेको चाहिँ कुन चाहिँ एरिया हो त्यो युजरको चाहिँ, भनौँ मैले अब एरिया भनेर मैले चाहिँ लजिकल इक्जाम्पल दिएको, त्यो कुरा चाहिँ केमा हुन्छ भन्दाखेरि नेटवर्क लेयरमा हुन्छ। अब हेडरमा आईपी एड्रेस हुने भयो। अब कसको आईपी एड्रेस हुन्छ भन्दाखेरि सोर्सको पनि आईपी एड्रेस हुन्छ, डेस्टिनेसनको पनि आईपी एड्रेस हुन्छ। सोर्स आईपी छ, त्यसपछि गएर डेस्टिनेसनको आईपी छ, त्यसपछि हेडर छ यहाँनिर। अब यो हेडरमा चाहिँ के हुन्छ भन्दाखेरि फुटर। अब यो फुटरमा चाहिँ के हुन्छ भन्दाखेरि इरर डिटेक्सन, कुनै पनि ट्राफिकमा इरर आयो भने त्यो इरर चाहिँ डिटेक्ट गर्ने कुराहरू हैन, त्यो कुराहरू चाहिँ हुन्छ। अब हेडरको सोर्सको आईपी, हेडरमा चाहिँ सोर्स आईपी डेस्टिनेसन आईपी हुने भयो। जस्तै इक्जाम्पलको लागि सोर्स आईपी छ 192.168.1.1 भन्ने छ सोर्स आईपी, डेस्टिनेसन आईपी छ 192.168.2.1 भन्ने छ। अब डाटा भनेको चाहिँ यो माथिबाट आएको छैन, यो 12 को अगाडि अघि जुन हामीले डिस्कस गर्दैछौँ त्यो सबै इन्फर्मेसन चाहिँ डाटा भयो। फुटरमा त्यो चेकसमको कुराहरू एड हुने भयो इरर डिटेक्सनको लागि। भनेको यसको फंक्सन के रहेछ त, आईपी एड्रेसिङ, मेन कुरा त्यही इरर डिटेक्सन नै हुने भयो। अब यो कुरा फेरि कहाँ आउने भयो, डाटा लिंक लेयरमा आउने भयो। डाटा लिंक लेयरको काम के हुन्छ भन्दाखेरि यसमा पनि के हुने भयो, हेडर हुने भयो, डाटा हुने भयो र फुटर हुने भयो। यसको हेडरमा नेटवर्क एड्रेस भनेको चाहिँ आईपी को कुराहरू इन्फर्मेसन राख्ने भयो। डाटा लिंक लेयरको काम के भन्दाखेरि म्याक एड्रेस भन्ने हुन्छ, यो चाहिँ लजिकल एड्रेस भयो। नेटवर्क एड्रेस भनेको चाहिँ लजिकल एड्रेस भयो हैन। म्याक एड्रेस भनेको चाहिँ फिजिकल एड्रेस भयो, जुन डिभाइसको एड्रेस। लजिकल एड्रेस भनेको चेन्ज हुन्छ हैन, फिजिकल एड्रेस भनेको चेन्ज हुँदैन। जुन चाहिँ हाम्रो नेटवर्क एडाप्टरहरुमा चाहिँ आउने एड्रेस, जुन निक कार्डहरुमा आउने एड्रेसहरु जुन फिजिकल एड्रेस छ त्यसलाई चाहिँ म्याक एड्रेस भनिन्छ। अब यति सबै सोर्स आईपी, डेस्टिनेसन आईपी, ट्रान्सपोर्ट लेयरको डाटा, फुटर सबै कलेक्ट भइसकेपछि यसको लागि डाटा हुन्छ। यो डाटा भन्ने पार्टमा चाहिँ यो सबै इन्फर्मेसन हुन्छ। यो डाटाको अगाडि पनि अब हेडर एड हुने भयो। अब डाटा लिंक लेयरको लागि यसको फर्मेट हेरौं। सरी, यसको हेडरमा डेस्टिनेसन म्याक, त्यसपछि सोर्स म्याक, डेस्टिनेसन म्याक र सोर्स म्याक। डेस्टिनेसनको पनि म्याक एड्रेस चाहियो, आईपी एड्रेस मात्र भएर हुँदैन कहिले पनि। नेटवर्कमा अब नर्मली दुईटा सेम आईपी एड्रेस भयो नि त नेटवर्क त्यो एक्टिभ हुँदैन, भनौं न होस्ट एक्टिभ हुँदैन। तर कहिलेकाहीँ म्यानुअली एउटा चाहिँ डीएचसीपी बाट
पहिला आईपी एड्रेस पाएको छ, अर्को चाहिँ म्यानुअली मैले स्टार्टिङ सेम आईपी एड्रेस राखिदिएँ भने दुईटै आईपी एड्रेस भयो। अब कुन चाहिँ युजरलाई सेन्ड गरेको डाटा त्यो त कन्फ्युज हुन जान्छ। त्यही भएर म्याक एड्रेस पनि इम्पोर्टेन्ट छ। म्याक एड्रेसले के डिफाइन गर्छ भन्दाखेरि कहिले पनि सेम हुँदैन, दुईटा डिभाइसको म्याक एड्रेस कहिले पनि सेम हुँदैन। त्यो भएपछि आईपी पनि चेक गरे, म्याक पनि चेक गर्दाखेरि के हुने भयो भन्दाखेरि यो स्पेसिफिक युजरलाई पठाएको रहेछ भन्ने कुरा चाहिँ डिफाइन हुने भयो। अब त्यसमा अघि हामीले पोर्ट एड्रेस डिफाइन गरेका थियौँ। अब पोर्ट एड्रेसले अर्को के कुरा डिफाइन गर्छ भन्दाखेरि कुन चाहिँ सर्भिसको लागि, हैन डिभाइस मात्र भएन। डिभाइस भनेको मैले मेरो ल्यापटप युज गर्दैछु भने मेरो ल्यापटपबाट अरू कुनैको ल्यापटपसम्म मात्र पुग्दैछ। आईपी एड्रेस र म्याक एड्रेसले ल्यापटपसम्म मात्र डिफाइन गर्छ। अब मैले वेब सर्भर एक्सेस गर्दैछु भने त्यो ल्यापटप भित्र होस्टिङ गरेको वेब सर्भरसम्म एक्सेस गराउने काम चाहिँ ट्रान्सपोर्ट लेयरको हो। त्यो पार्टमा हामी नेक्स्ट सेसनमा आउँछौँ। अहिलेलाई के बुझौँ भन्दाखेरि ट्रान्सपोर्ट लेयरले सर्भिसभित्र पनि जानको लागि चाहिँ नम्बर डिफाइन गर्ने भयो। सर्भिस एक्सेस गर्नको लागि चाहिँ पोर्ट नम्बर डिफाइन गर्ने भयो। नेटवर्क लेयरले चाहिँ आईपी एड्रेस डिफाइन गर्नको लागि चाहिँ एड्रेसिङ युज गर्ने भयो। डाटा लिङ्क लेयरले चाहिँ म्याक एड्रेस अथवा फिजिकल एड्रेसको लागि। अब यहाँनिर के छ, डाटा छ। डाटा भनेको नेटवर्क लेयरबाट आएको प्याकेट अर्थात् प्याकेट। अब यसको फुटरमा के हुन्छ भन्दाखेरि एफसीएस भनेर भनिन्छ हामीले। एफसीएस भनेको चाहिँ फ्रेम चेक सिक्वेन्स भन्छ। जस्तै नेटवर्कमा जति पनि ट्राफिकहरू जान्छ जहिले पनि एउटै वेबाट नजान पनि सक्छ। इन्टरनेटमा त मल्टिपल राउटहरू हुनसक्छ, कहिले एउटा राउटर हुँदै जान्छ ट्राफिक, कहिले अर्को राउटर हुँदै जान्छ। अब यसमा चाहिँ यो जस्तै यही कुरा गर्दाखेरि हामीसँग कतिवटा डाटा छ अहिले अथवा कतिवटा प्याकेट छ, दुईटा प्याकेट छ। ट्रान्सपोर्ट लेयरबाट दुईटा चाहिँ यहाँनिर फ्रेगमेन्ट भएर 1 2 भन्ने एउटा प्याकेट बनेको छ, एबी भन्ने अर्को बनेको छ, हो कि हैन। यहाँनिर दुईटा छ। अब रिसिभरले पाउनुपर्ने के 1 2 एबी पाउनुपर्ने हो नि, यो अर्डरमा पाउनुपर्ने हो नि। पहिला सुरुमा एबी भन्ने पाएर रिसिभरले। अब यहाँनिर के हुन्छ भन्दाखेरि डाटा चाहिँ ओरिजिनल डाटा भएन। रिसिभरले रिसिभ गर्दाखेरि चाहिँ अब नेटवर्कको एउटा 1 2 भन्ने ट्राफिक चाहिँ यो 1 2 भन्ने डाटा चाहिँ प्याकेट चाहिँ एउटा रुट युज गरेर गयो, एबी भन्ने प्याकेट चाहिँ अर्को रुट युज गरेर गयो भने यसमा चाहिँ एबी भन्ने को चाहिँ कनेक्सनमा चाहिँ त्यस्तो ट्राफिक ट्राफिक त्यस्तो कन्जस्टेड थिएन र ब्यान्डविड्थ राम्रै थियो भने एबी भन्ने चाँडो पुग्यो अरे। अथवा 1 2 भने चाहिँ अलिकति ढिलो पुग्यो भने अब यो केसमा के हुन्छ, एबी 1 2 भनेर रिसिभ गरेर त रिसिभरले त त्यो ओरिजिनल डाटा त पाएन। यहाँनिर के गर्छ भन्दाखेरि फ्रेमको पनि सिक्वेन्स नम्बर राख्छ। जुन काम केले गर्छ भन्दाखेरि डाटा लिङ्क लेयरले गर्छ। जस्तै 1 2 भनेको सिक्वेन्स 1 भनेर राख्यो, अनि एबी भनेको सिक्वेन्स नम्बर 2 भनेर राख्यो भने अब रिसिभर रिसिभ गर्ने बेलामा पहिला 1 रिसिभ गर्छ अनि 2 त्यसरी अर्डरले चाहिँ रिसिभ गर्ने भयो नि त। अनि के हुन्छ भन्दाखेरि बल्ल ओरिजिनल डाटा बुझ्छ। एफसीएस को काम चाहिँ त्यो फ्रेम चेक सिक्वेन्स भन्छ यसलाई भनेको। डाटा सिक्वेन्स डिफाइन भयो। अर्को चाहिँ फिजिकल एड्रेसिङ है त। अब यसको पिडियु भने के हो भन्दाखेरि फ्रेम भनिन्छ। अब फ्रेम इन्टायर डाटा नै यही हो। जति पनि हामीले एप्लिकेसनबाट गरिरहेको इन्फर्मेसन छ सबै के हो त भन्दाखेरि फ्रेम हो। अब यो फ्रेम चाहिँ फिजिकल लेयरबाट जाने भयो। जस्तै रिसिभरले त रिसिभ गर्न पर्यो। अहिलेसम्म के छ, यो हेलो भन्ने प्याकेटलाई जुन सेन्डरले सेन्ड गरेको प्याकेटलाई यत्रो काम भइरहेछ। अब त्यो चिज के हुने भयो, अब डाटा लिङ्क लेयरबाट फिजिकल लेयर हुँदै, फिजिकल लेयर भनेको चाहिँ वायर पनि हुन सक्यो, वायरलेस पनि हुन सक्यो। यही फ्रेम चाहिँ के गर्छ भन्दाखेरि प्याकेट फिजिकल लेयरमा अब बिट्समा कन्भर्ट गर्छ भन्छ। यो चाहिँ बिट्समा कन्भर्ट। अब यही कुरा चाहिँ के हुन्छ, फिजिकल लेयरबाट कुनै कम्युनिकेसन मिडियम हुँदै फिजिकल लेयरबाट सेन्ड गरेपछि हामीले जस्तै इक्जाम्पलको लागि वायरबाट सेन्ड गरेका छौँ भने, वायरबाट सेन्ड गरेका छौँ भने रिसिभरले त एकैचोटि एप्लिकेसन लेयरमा हेलो भनेर पाउँदैन नि त। वायरबाट पहिला वायर अथवा वायरलेसबाट रिसिभ गर्छ, त्यसपछि यसरी हुँदै 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 के गर्छ एप्लिकेसन लेयरमा रिसिभ गर्ने।
यो प्रोसेसलाई के भनिन्छ भन्दाखेरि इन्क्याप्सुलेसन भनिन्छ यताको प्रोसेसलाई चाहिँ जुन हामीले सेन्डरको पार्टमा डिस्कस गर्यौं इन्क्याप्सुलेसन भनिन्छ अब फिजिकल लेयरबाट सेन्ड गरेको डाटा फिजिकल लेयरबाट रिसिभ गर्ने भयो एकैचोटी एप्लिकेसन लेयरबाट त रिसिभ गर्न सक्दैन हैन अथवा केबलबाट रिसिभ गर्ने हो कि वाइफाई को थ्रुबाट रिसिभ गर्ने कसरी रिसिभ गर्ने त्यो सबै पार्ट भने के भन्छ फिजिकल लेयरको अब फिजिकल लेयरले रिसिभ गरिसक्यो यता हामी अहिले रिसिभरको पार्टमा गफ गर्दैछौँ है सेन्डरको पार्ट सक्यो सेन्डरको पार्टमा उले यो बिट्सलाई चाहिँ कम्युनिकेसन मिडियमको थ्रुबाट सेन्ड गर्थ्यो अब फिजिकल लेयरबाट उले रिसिभ गर्यो कुनै मिडियमबाट रिसिभ गर्यो रिसिभ गरिसकेपछि के गर्छ त अब यहाँनिर अर्को कोलम पनि एड गरे यसमा 7 वटा रो अब सेन्डरको पार्टमा जे काम गरेको थियो त्यही गर्ने यसले पनि अब यता एड गरेको छ भने यता रिमुभ गर्ने भयो अब फिजिकल लेयरबाट यो बिट्स पाए हैन अब उले के रिसिभ गर्यो यो त यहाँ त बिट्स चाहिँ ट्राभल भइरहेको छ रिसिभ गर्यो अब फिजिकल लेयरले के गर्छ त डाटा लिंक लेयरमा पठाउने भयो डाटा लिंक लेयरलाई पठाउँदाखेरि यो बिट्समा के छ डाटा लिंक लेयरले फ्रेम रिसिभ गर्ने हो यता के गरेको थियो हेडर एड गरेको थियो र फुटर एड गरेको थियो यता पनि के गर्छ यसले यस हेडर डाटा र फुटर डाटा अर्थात प्याकेट र फुटर अब डाटा लिंक लेयरले के गर्दिन्छ भन्दाखेरि उले म्याक एड्रेस चेक गर्छ आफ्नो म्याक एड्रेस हो कि हैन चेक गर्छ भेरिफाई गर्छ म्याक एड्रेस होइन भने त्यो प्याकेट डिस्कार्ड गरिदिन्छ म्याक एड्रेस आफ्नै म्याक एड्रेस हो भने रिसिभ गर्यो अब यहाँनिर के छ पछाडीपट्टि फुटर पनि छ फुटर अनुसार चाहिँ उले के गर्छ अरेन्ज गर्छ अर्डरले चाहिँ के गर्ने भयो अरेन्ज गर्ने भयो फ्रेमलाई अब यो दुईटै हटाइदिएपछि उले हेडर पनि चेक गर्यो हटायो फुटर पनि चेक गर्यो रिमुभ गर्यो यो हेडर पनि रिमुभ गर्यो फुटर पनि रिमुभ गर्यो बीचमा के बस्यो प्याकेट बस्यो अब यो माथि जाने भयो प्याकेट हुनेबित्तिकै यो भनेको के प्याकेट हुनेबित्तिकै नेटवर्क लेयरमा गयो प्याकेटमा के छ प्याकेटमा पनि हेडर छ त्यसपछि गएर डाटा छ त्यसपछि गएर फुटर छ हो अब नेटवर्क लेयरले के गर्छ आईपी एड्रेसिङ उले आईपी चेक गर्ने भयो डेस्टिनेसनको लागि आएको आईपी हो कि हैन यहाँ त हामीले के छ हेडरमा त सोर्स आईपी र डेस्टिनेसन आईपी अघि नै डिस्कस गरिसकेका छौं सोर्स आईपी र डेस्टिनेसन आईपी राख्छ अब यसले डेस्टिनेसन आईपी चेक गर्छ अनि बीचको के भयो डी भनेको डाटा त्यसपछि एफ भनेको फुटर कुनै एररहरु छ कि छैन त्यो चीज चेक गर्छ अनि त्यो भइसकेपछि के गर्छ त यसले यो पार्टमा हेडर पनि रिमुभ गरिदिन्छ फुटर पनि रिमुभ गरिदिन्छ बीचमा के बस्यो डाटा बस्यो अब जुन यो अघिको 1 2 AB भन्ने डाटा थिएन पहिला ले 1 2 पनि रिसिभ गरेको हुन सक्छ डाटा लिंक लेयरले अनि AB पनि रिसिभ गरेको हुन्छ जुन पनि फर्स्टमा रिसिभ गरेको हुन सक्छ तर हामीले यहाँनिर इन्क्याप्सुलेसन गर्ने बेलामा नेटवर्कले इन्क्याप्सुलेसन गर्ने बेलामा फ्रेममा चाहिँ के गरेको छ 1 2 लाई अगाडि राखेको छ अथवा सिक्वेन्स नम्बर अनुसार चाहिँ 1 राखेको छ AB लाई 2 राखेको छ भने डाटा लिंक लेयरले के गर्छ 1 2 एउटा फ्रेम त्यसपछि AB भन्ने अर्को फ्रेम दुईटा फ्रेम छ यहाँनिर त्यो चाहिँ कन्फ्युजन भएन है हामीले अहिले यहाँ यो स्पेस सानो भएको भएर चाहिँ एउटा मात्र एक्जाम्पल दिइरा छौं यहाँनिर दुईटा फ्रेम भइराछ किनकि ट्रान्सपोर्ट लेयरबाट सेगमेन्ट भएर चाहिँ 1 2 भन्ने एउटा पार्ट बनेको छ AB भन्ने दुईटा पार्ट बनेको छ त्यसैगरी यहाँनिर डाटा लिंक लेयरले पनि दुईटै फ्रेम रिसिभ गर्ने भयो नेटवर्कले पनि दुईटै प्याकेट रिसिभ गर्ने भयो अर्डरले चाहिँ यहाँबाट डाटा लिंक लेयरले अर्डरले अब यहाँनिर डाटा लिंक लेयरले AB को फ्रेम पहिला पाएको हुन सक्छ त्यसपछि 1 2 को फ्रेम पछि पाएको हुन सक्छ तर डाटा लिंक लेयरले के गर्दिन्छ भन्दाखेरि अर्डरले चाहिँ पठाइदिन्छ माथि नेटवर्क लेयरमा भनेको पहिला 1 2 को चाहिँ प्याकेट पठायो त्यसपछि AB को प्याकेट पठायो नेटवर्क लेयरले के गर्छ भन्दाखेरि यहाँनिर डेस्टिनेसन आईपी चेक गर्छ दुईटै प्याकेटको डेस्टिनेसन आईपी चेक गरिसकेपछि नि फुटरको कुनै एरर छ कि छैन त्यो चेक गर्छ त्यसपछि के गर्छ त ट्रान्सपोर्ट लेयरमा माथि पठाउँछ अब ट्रान्सपोर्ट लेयरको काम के यहाँनिर माथि पठाइसकेपछि फुटर र हेडर र फुटर दुईटै हटाइसकेपछि के भयो यहाँनिर 1 र 2 भन्ने बाँकी रह्यो र 1 र 2 A र B किनकि
1 र 2 भनेको त ओरिजिनल डाटा 1 र 2 हो। यस 1 र 2 मा हेडर र फुटर 1 2 मा हेडर र फुटर याड गर्दाखेरि नै प्याकेट भएको। यहाँनिर पनि 1 र 2 को हेडर र फुटर हटाइदिएपछि ट्रान्सपोर्ट लेयरको सेगमेन्ट बन्न गयो हैन। यो एउटा प्याकेट भयो, त्यसपछि अर्को प्याकेट भयो। कन्फ्युज चाहिँ के हुनु भएन भन्दाखेरि यहाँ मैले अहिले देखाएको अनुसार दुईटै 1 2 AB नै एउटै प्याकेटमा आएको भन्ने कुरा चाहिँ बुझ्नु भएन है। दुईटा छुट्टै छुट्टै फ्रेम छ अथवा दुईटा छुट्टै छुट्टै प्याकेट छ। यो चाहिँ 1 2 को लागि मानौँ, त्यसै गरी अर्को पनि AB को लागि छ यहाँनिर। त्यसै गरी नेटवर्क पनि 1 2 को लागि छ, 1 2 को लागि छ, AB को लागि पनि दुईटा छ। ट्रान्सपोर्ट लेयरको काम के भनेको कुन चाहिँ सर्भिस डाटा लिङ्क लेयर र नेटवर्क लेयरले सर्भरसम्म अथवा डिभाइससम्म पठाउने काम गर्यो अथवा सिस्टमसम्म पठाउने काम गर्यो। त्यो सिस्टमभित्र पनि जस्तै स्याम भन्नेलाई मेल पठाइरहेको छ भने त्यो मेल हो भन्ने कुरा चाहिँ ट्रान्सपोर्ट लेयरले डिफाइन गर्छ। अब यहाँनिर ट्रान्सपोर्ट लेयरमा चाहिँ त्यो ट्रान्सपोर्ट लेयरले कि मेल भन्ने कुरा चाहिँ एक्चुअली सर्भिस चाहिँ एप्लिकेसन लेयरमा हुन्छ, तर त्यो मेलको लागि हो भन्ने कुरा कसरी डिफाइन गर्ने भयो भन्दाखेरि हामीले पोर्ट नम्बर लेखा हुन्छ। यहाँनिर सोर्स पोर्ट र डेस्टिनेसन पोर्ट भन्ने लेखा हुन्छ। पहिला टिसिपी युज गर्ने भयो। टिसिपी को लागि चाहिँ अब यसमा सोर्स पोर्ट डेस्टिनेसन पोर्ट हुन्छ। अब टिसिपी को पनि फेरि छुट्टै पार्ट छ। अनि प्रोटोकल कुन प्रोटोकल हो टिसिपी हो उसले भेरिफाई गर्यो। त्यसपछि यसको काम के थियो, डाटा सेगमेन्ट गरेको थियो हैन, टुक्राको थियो। अब के गर्दिन्छ यसले जोड दिन्छ। ट्रान्सपोर्ट लेयरले दुईटै डाटा जोड दिइसकेपछि 1 2 AB भएपछि यो भएको भएन, अटोमेटिकली सेसन लेयरमा गयो। यताबाट जे काम भएको छ यताबाट त्यही काम हुने भयो। सेसन लेयरमा पुग्यो 1 2 AB। अब यो सेसन यसलाई के गर्छ हामीले भन्दा नि नेटवर्कले के गर्ने भयो, सिस्टमले के गर्ने भयो त कम्प्रेस भएको डाटा आइरहेको छ कि हैन। यसलाई के गर्छ, पहिला सेसन लेयरले कस्तो खाले कम्युनिकेसन हो, कस्तो खाले मोड अफ कम्युनिकेसन हो यो भेरिफाई गर्ने भयो। अब यहाँबाट चाहिँ कनेक्सन इस्टाब्लिश भयो उनीहरु बीचमा भनेको रिसिभरले अब यहाँबाट रिसिभ गर्न सक्ने भयो। कनेक्सन इस्टाब्लिश यहाँबाट भयो। सेन्डरले सेन्ड गर्दा बित्तिकै रिसिभर रिसिभ गरिहाल्ने भन्ने हुँदैन। सेसन लेयरबाट कनेक्सन एक्सेप्ट हुन पर्यो, त्यसपछि बल्ल चाहिँ रिसिभर रिसिभ गर्ने हो। अब रिसिभर रिसिभ गरिसकेपछि अथवा सेसन इस्टाब्लिश भइसकेपछि माथि जाने भयो। अब यसमा के हुन्छ, डाटा कम्प्रेसन छ। डाटा कम्प्रेसन भनेको ठुलो डाटालाई चाहिँ सानो बनाएर पठाएको थियो नि। अब यसमा चाहिँ डिकम्प्रेस पनि हुने भयो। यता जे भएको छ ठ्याक्कै त्यही उल्टो हुने भयो के। एड गरे यता यो इन्क्याप्सुलेसन एड गरेको छ भने यता रिमुभ, यता कम्प्रेस यता डिकम्प्रेस। अब यता इन्क्रिप्सन गरेको छ भने यता डिक्रिप्सन गर्ने भयो। डाटा कम्प्रेसन गरेको थियो 1 2 AB बनाएको थियो कम्प्रेस गरेर। अब यसले के गर्ने भयो, यसले चाहिँ डिकम्प्रेस गर्ने भयो। डिकम्प्रेस गर्दाखेरि 1 2 3 4 5 6 ABCD बनाउने भयो। डिकम्प्रेस गर्ने पनि भयो। यहाँनिर प्रेजेन्टेसन लेयरले 1 2 AB यसलाई के गर्यो, डिकम्प्रेस गरेर 1 2 3 4 5 6 ABCD बनाउने भयो। त्यसपछि के गर्ने भयो अर्को कुरा भन्दाखेरिमा प्रेजेन्टेसन लेयरको काम के थियो, अर्को इन्क्रिप्सन छ भने डिक्रिप्ट पनि गर्ने भयो। डाटा जब डिक्रिप्ट गर्छ 1 2 3 4 5 6 ABCD बनाउँछ। जब डाटा डिक्रिप्ट गर्छ, डिक्रिप्ट गरेपछि हेलो भन्ने डाटा बन्यो। हेलो भन्ने डाटा बन्यो। जुन यो हेलो भन्ने डाटा छ यताबाट जुन एप्लिकेसन युजर इन्टरफेसबाट चाहिँ सेन्ड गरेको थियो त्यही युजर इन्टरफेसबाट रिसिभ गर्ने भयो, अथवा त्यस्तै खाली युजर इन्टरफेसबाट प्लेटफर्मबाट रिसिभ गर्ने भयो। भनेको यो सबै इन्टायर प्रोसेस भनेको चाहिँ के हुन्छ त भन्दाखेरि OSI मोडल भनिन्छ। जस्तै डाटा सेन्ड गर्ने बेलामा के प्रोसेस हुन्छ, रिसिभ गर्ने बेलामा के प्रोसेस हुन्छ, इन्क्याप्सुलेसन भनेको डिक्याप्सुलेसन भनेको सबै पार्ट चाहिँ यो भयो। यसमा हामीले के कभर गर्ने ट्राई गर्यौं भन्दाखेरि फंक्सन, त्यसपछि PDU, त्यसपछि गएर एड्रेसिङ कुराहरु। अब यसमा
अझै डिपली जानको लागि चाहिँ म अब नयाँ सेसनहरू के अरे सेसन भिडियोहरू चाहिँ पब्लिस गर्छु अनि त्यही अनुसार चाहिँ हेर्दै गयो भने बुझिन्छ। ल थ्याङ्क यू।